कस्तो होली खेल्ने हो खेल्दिन म त खोइ नमस्ते एक राउन्ड यी हाल है नमस्कार सो यो हेलो नमस्ते एभ्रिवान स्वागत छ तपाईलाई हाम्रो आजको नयाँ भ्लगमा अहिले चाहिँ हामी छौँ हिमाल सागर पार्टी प्यालेसमा हेर्न सक्नुहुन्छ है आज चाहिँ छ हाम्रो एजुकेसन फेस्ट नमस्कार तपाईलाई वेलकम छ आउनुस् यो फायर खोइ नमस्ते डान्स पनि गर्दिनु हैन इलेक्सनमा गाइस इभेन्ट इज 10:30 मा सुरु हुन्छ साथीहरु हुन्छ गेस्ट आउनुहुन्छ गेस्टलाई वेलकम गर्न जान्छ यहाँ म जाऊ तिमी नै हो नि हो त्यो चाहिँ भएछ है तर निउरिनु पर्छ हो त्यसरी ए दादालाई त अनि दादा उयो नै उचाल्नु तपाईँ त तपाईहरुले हाम्रो भित्रको स्टेजकै हेर्नै भएको छैन है गेट यहाँबाट हैन उयो हो गेट महासचिव जाने म महासचिव ओके साथीहरु हाम्रो प्रोग्राम हुन चाहिँ आटेको छ यो हलमा हेर्न सक्नुहुन्छ आमै केटाहरु त अघि आइसकेछन् यार चस्मा चाहिँ पाइँदैन यार दादा यो चाहिँ हाम्रो स्टेज है साथीहरु अब यो बुनुको ओ सरी दिदी मलाई हौ यता हौ के हो त्यो भनेको बस्ने हो आसन ग्रहण गर्नु ए बोलाउन अनि मलाई नबोला यो प्रोग्रामै सुरु हुन्छ मलाई नबोला तलाई बोलाउँदै बोलाउनु आजको कार्यक्रमको विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु ल म यो बिल्डर जुनियर जेसी स्टार के हो जुनियर मिडिया कोअर्डिनेटर जुनियर जेसी म्युजिक क्याबिनेट भाइ मलाई नबोला तलाई बोलाउँदै बोलाउँदैन त्यही त दादा फर्स्टमा अनि हजुर ठेकेदार हैन म तेरो बोलाउँछ जे भइगयो नि हजुर पनि यहाँ स्टेजमा आउनुहुन्छ त ला अनि प्लानै हाम्रो कस्तो रिस उठिरहेको छ बेकामा मलाई थप्नु पर्यो अब वाउ चाहियो नि त माउलाई सम्मान गरौँ है दुईजनालाई ब्लगर सब्स्क्राइब गरिदिनु भन्नु नि त ल सब्स्क्राइब गरिदिनु होला कस्तो होली खेल्ने हो खेल्दिन म त तपाईहरु नखेलाउने नि त तपाईँ जानु न घर हामी खेल्ने म भन्छु त्यस्तो भन्दिनँ बस्नु तपाईँ एडिटर बटे यो निलो ए यो अरे साथीहरु हाम्रो पनि छ है साथीहरु हाम्रो पनि छ किनभने यो के भन्छ यो पोस्टरै हामीले हाम्रो दादाले बनाउनु भएको नि त स्वागतम स्वागतम भन्दै बसा हो तिमीहरु अब यो मेरोमा पर्दैन हो त्यो त हैछ काम बिर्तामोड भरिको र यताउता गर्दाखेरि लाइक 15+ कलेजहरुले बोलाएको छु है म भित्र जान्छु त बिबे कतै बाइक चलाएको त्यसलाई र यो जुनियर जेसीको फर्स्ट प्रोग्राम हो फर्स्ट यो त डेन्जर छ त इलेक्ट्रिक हैन दादा हाम्रो पाली दादा एक राउन्ड यी हाल है तिन भित्र हैन ल हलमा छाताडाले मलाई हेर हजुर मतलब यसरी बस्दिन ल आज बल्ल घाम त्यस्तो लाग्दैन यस्तो छ हेर न अरू बेला यस्तो भएको भए त सब वाल्मिकीकै मात्रै देख्छु त अनि हामीले वाल्मिकीकै मात्रै छन् यार यो चाहिँ इन्ट्रेन्स गेट है सो यहाँ चाहिँ स्टुडेन्ट बस्नुहुन्छ भलन्टियरहरू आएकै छैन बाहिरतिर ओए ओए मुडा ल्याइदेऊ न बिचारालाई मुडा ल्याइदेऊ भन न भन गाउँ ए बोल के छ दादा हेलो भन्नु नि त भ्लगमा के भन्नु तिमीहरूलाई आउँछ भन्न पाउँछौ र एकजना ब्याक स्टेजको लागि त्यहाँ एकजना चाहिँ त्यो गेस्ट हुन्छ गेस्टको छेउमा त्यता उभ्याउनु कसैको नाम टिप्ने एउटा पेन पेपर दिने नाम टिप्न लगाउने नाम टिपेर यता पास गरिदिने र
डेकोरम एकदम मेन्टेन हुनु पऱ्यो स्पेसली पछाडि तिमीहरू केटाहरू बस्छ बुझ्यौ नि पछाडि सिङ्गरको हो तपाईँ होइन ए यस्तो नगरौँ न दादा गीत भन न गीत कि सिक्रेट हो ड्रम अब ड्रम हटाउने र लाउनेमा ब्याकस्टेज के बस्नुपर्छ होला त्यो ड्रम हटाउन चारजना 5जना एकैचोटि चाहिन्छ ब्रेक छ ब्रेक टाइम मस्ट हो सबैजनाले एउटा घुलमिल भएर कसको के छ यसो हेरेर हामीले गर्न सक्ने जति गरौँला र गाइड गर्ने कहाँ भन्दा स्यान्डविच पोइन्ट एरियामा यता अनि जति स्टुडेन्ट्सहरू आउनुहुन्छ यो स्टल्सहरू जति छ उहाँहरूलाई 3जना भलिन्टियरहरूले यो स्टल्सहरू लागिसकेपछि उहाँहरूलाई घुमाउन लिएर आउने जिम्मा पालो तिमीहरूको त्यो चाहिँ नबिर्सिकिन नभए स्टल लगाएको केही मतलबै हुँदैन नमस्ते नमस्ते When we walk out from this seminar, we will be knowledgeable enough to take right decisions in our life. As the motive is clear, let's talk about our objective. First and foremost, our industry leaders and career mentors. Third objective is higher education opportunities. And leader, तथा आजको इभेन्ट कोअर्डिनेटर, आजको इभेन्ट अर्गनाइजर जुनियर जेसी अस्मित गोसाईजीलाई विनम्र अनुरोध गर्न चाहन्छु। त्यसैगरी उहाँलाई खदा लगाएर सम्मान जनाइदिनुहुँदा पनि हाम्रो भोलिन्टियर साथीहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु। श्री नवेन्द्र प्रसाद समरोलाजीलाई पनि विनम्र अनुरोध गर्न चाहन्छु। उहाँलाई पनि खदा लगाएर सम्मान जनाइदिनुहुँदा म हाम्रो भोलिन्टियर साथीहरूलाई विनम्र अनुरोध गर्न चाहन्छु। Special guest in the house. Junior JC's Sampurna team with President, please be here. That's right, guys. गर्न चाहन्छु त्यसैगरी उहाँलाई खदा लगाएर सम्मान जनाइदिनुहुँदा पनि म हाम्रो भोलिन्टियर साथीहरूलाई अनुरोध गर्न चाहन्छु। विभिन्न संस्थाबाट पाल्नुभएका महानुभावहरू, विभिन्न कलेज विद्यालयबाट पाल्नुभएका गुरुवर्गहरू र परीक्षा नजिकै गर्दा पनि आफ्नो बहुमूल्य समय लिएर आज जुनियर टिसिआईको एजुकेसन फेस्ट प्रोग्राम कार्यक्रमका आजका अध्यक्षज्यू मञ्चमा आसीन विशिष्ट अतिथि धेरै शुभकामना बधाई दिन चाहन्छु। महानुभावहरूलाई सबैलाई यो होली पर्वको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दै यहाँहरू सबैजनालाई बधाई धन्यवाद दिँदै म आफ्नो भनाइहरू यही पुर्याउन चाहन्छु। धन्यवाद, नमस्कार। आइहाल्यो ल खोइ युनिसलाई बोलाइदिनु न।
जेसिसको आफ्नो उद्देश्य छ संस्थापकबाट चाहिँ त्यो खासै गरेको देखिरहेको जेसिस एउटा बाबामालाई जसरी आफूले मानिन्छ अवस्थामा एजुकेसनमा चाहिँ के भइरहेछ कतिपय कुराहरू चाहिँ जानकारी नै भएको छैन स्टुडेन्ट्सहरूमा हामीले के करियर चुज गर्ने भन्ने नै थाहा छैन सो मच सर र उहाँलाई मायाको चिनो प्रदान गरिदिनु हुन म आजको कार्यक्रमको सभापति जुनियर जेसी अस्मित गोसाईज्यूलाई विनम्र अनुरोध गर्न चाहन्छु म एकमुष्ट रूपमा सबैलाई नमस्कार गर्न चाहे So today as we are celebrating education fest organized by Junior JC म के भन्न चाहन्छु भने स्कुलमा नट ओन्ली एउटा स्ट्रिम लाइनमा भन्नुपर्ने हुन्छ हामीले अल पोसिबिलिटिजको कुरा गर्नुपर्ने हुन्छ अल पोसिबिलिटिज मिन्स एभ्रिथिङ इन्क्लुडिङ मेडिसिन कमर्स भयो नेक्स्ट थिङ धेरै स्कुललाई चाहिँ मिसकन्सेप्सन के रहेछ त भन्दाखेरि मैले कतिवटा जाँच दिन पाउँछु भन्ने पनि थाहा रहन्छ सो इफ यु आर करेन्टली स्टडिङ ग्रेड 12 र ग्रेड 12 पछाडि मेडिकल प्रोग्रामतिर जाने विचार छ भने लिसन दिस केयरफुली सिंगल स्टुडेन्ट क्यान टेक 5 डिफरेन्ट एक्जाम्स इन द सेम इयर एउटा बच्चाले 5 वटा मेडिकल प्रोग्रामको लागि एक्जाम एपियर गर्न पाउँछ यो तर्फबाट आज केही कुराहरू राख्न गइरहेको छु सो अगाडि हाम्रो गेस्टहरूले हैन निकै नै अग्रज गेस्टहरू आउनु भएको थियो उहाँहरूले के चाहिँ भन्नुभयो त भन्दाखेरि नेपालमै अध्ययन गरेको राम्रो हो नेपालमा अध्ययन गरेको राम्रो यति धेरै कलेजहरू खुलेको छ यति धेरै इन्स्टिट्युसन खुलेको छ है हस्पिटल खुलेको छ इन्जिनियरिङ स्कुल खुलेको छ फेरि पनि आसन ग्रहणकै क्रमलाई जोड्दै म पारदर्शी जेसिसका पूर्व अध्यक्ष जेसी अहिले चाहिँ 30 मिनट्स ब्रेक थियो यसो सबै हाम्रो गेस्टहरू खाजा खान जानुभएको थियो ब्याक टु द प्लेसेस आउँदै हुन्छ अब चाहिँ ब्यान्डको पर्फर्मेन्स क्विज र के हुन आँटेको गेम्सहरू पनि खेलाउन आँटेको छ है तपाईँ हामीले लेखेको समाचार कतिको विश्वसनीय र प्रभावकारी छ भन्ने कुरालाई हामी अनुगमन गर्छौँ चासो र जिज्ञासालाई अगाडि क्विज स्टार्टेड गाइस क्विज स्टार्टेड है It's a quiz competition. Let's move to the next question. With the founder and CEO of Bangla Education Foundation. उया पर विश्व वयस भवन PLC भाउचर प्लिज भाउचर ल्याउन तैँले एक बुङ चाहिँ बोकेर यहाँ बसेर बोकेर चाहिँ के गरेको उहाँ दिएन With Nepali movie features the song Red Song
Pin drop silence, please. Okay, let's move to the next person. Which is the longest body in this history? New mono ultra microscopic silico volcano formation. तपाईँहरूकै लागि भन्छु त्यसको मनोरञ्जन गेमहरूलाई तपाईँहरूले हल्ला गरिदिनु भयो भने यो प्रोग्रामलाई तपाईँहरूले डिसिप्लिन गरेर बस्दिनु भएन भने हामीलाई नै अप्ठ्यारो हुन्छ तपाईँहरूलाई पनि अप्ठ्यारो हुन्छ अघि देखेको यता पनि साथीहरूले हात उठाउँदै हुनुहुन्थ्यो हल्लाको कारणले गर्दा हामीले हात देख्न पाएनौँ यता बोलाउनु सुन्न पाएनौँ है सो फेयरफुल प्लिज पिन ड्रप साइलेन्ट गर्नु होला है माइक्रोफोन प्लिज Correct answer. What's the full form of QR code? Yeah. Quick response code. Correct answer. Let's move to the next question. What is the speed of light? 3.6 into 10 to the power 8. Sorry? 3.6 into 10 to the power 8. Wrong answer. दादा यहाँ छोरा यहाँ थियो एकछिन पाउँदैन क्या यहाँ हो पाउँदैन Let's move to the next question. Which big boss winner is also successful wrestler? Great, Khali. Correct answer. 100 numbers. Come on, first 100 numbers. 5050. 5050 is the correct answer. सोफा सार्दिनु अब खोइ सोफा सार्ने त भनिदिनु त पखाइ ल के सोफा सार्ने हो कता हो मामा लु लगा बोक गाइज अहिले चाहिँ हामी सोफा सार्दैछौँ है सो अहिले जित्नुभयो कतिजनाले जित्नु भएन है र गाइज अब चाहिँ यता आसन ग्रहण हुन आँटेको छ है सो यो टेबल चाहिँ यता राख्न आँटेको ओ बिस्तारै ल्याउ न सानो स्टेजमा प्लिज गिभ अ बिग राउन्ड अफ applause. After that, I'd like to call Madhav Kumar Jha, our young politician. Please come to the stairs. After that, again we have our young and energetic journalist Pradeep Paryal sir with us. So I request him to come on the stage. Cafe order, Dixit Dhakal sir, I request you to please come on the stage. Volunteers, unlike few volunteers over, please make the chairs in the same circle. Thank you, sir. Let us hear their knowledge and what they have to say. We have set up questions. I will answer. Open forum chance. And then after my completion of my masters, I chose and my पछि to drop मैले विशेष गर्छु भनेर मेरो बाबाले मेरो कुरा राख्दै हिँड्न into the business because there were lots of challenges. And which I wanted to start my journey as entrepreneur. जय नेपाल हाम्रो देश नेपाल सुन्दर शान्त भनेर भएको नेपालमा हामी सबैजना
जोडिएको छौँ आज पत्रकार दाजुभाइ भएको छ त्यो मैले चाहिँ लगायत हाम्रो ट्रेनिङमा आयौँ र सायद नै सुन्छ भर्खर म अहिले घटिरहेको पुगेर आएँ बाटो भेटेँ हापानीलाई पनि यस्तो रहेछ भनेर So there is something exciting. So जे हुन्छ राम्रैको लागि हुन्छ त्यसैमा आउने गर्दाखेरि अब लेट्स स्टार्ट म हाम्रो प्रदीप सरको लागि एउटा क्वेसन गर्न चाहन्छु हक भइरहेछ अनि अब यो सुरु गर्नुको लागि चाहिँ अब मलाई पहिलेदेखि यता यही बनाउँछु यही गर्छु भन्ने चाहिँ के भन त अन्य गएको कुरा हो यो चाहिँ भयो त्यही अनुसार सेप हुँदै गएको कुरा हो अब यसमा खोज्दाखेरिको भरहरू